सत साहेब भनेर मैले भनिराख्दाखेरि यहाँ धेरैलाई लाग्छ, धेरै मान्छे जो सन्त रामपालजी महाराजको शिष्य हुनुहुन्न, जसले सन्त रामपालजी महाराजबाट शिक्षा दीक्षा लिनुभएको छैन, नाम दीक्षा लिनुभएको छैन भने उहाँहरूलाई के लाग्छ भन्दा यो सत साहेबवाला शब्द कुनै अलग धर्मको रहेछ अथवा कुनै विदेशी धर्मको रहेछ। जसरी नेपाली समाजमा यहाँ केही क्रिस्चियन साथीहरूले जय मुसी भन्ने गरेको छन् अथवा अरू कुनै धर्मावलम्बीहरूले अरू कुनै शब्दबाट सम्बोधन गर्छन्, त्यस्तै गरेर यो सत साहेब शब्द पनि यो एउटा सत साहेब धर्म रहेछ र त्यो धर्मभित्र बोलिने शब्द चाहिँ सत साहेब रहेछ भन्ने जस्तो भ्रमहरू धेरै मान्छेहरूलाई फैलिराखेको छ। मलाई चिन्ने पुराना साथीहरू र मेरै केही आफन्तीहरूलाई पनि अथवा धेरै मान्छेहरूले मलाई यो कुरामा एकदम सोधी पनि राख्नुहुन्छ र भनिराख्नुहुन्छ, तिमीहरूको धर्ममा सत साहेबमा यस्तो गर्न मिल्छ र अथवा यस्तो हुन्छ र अथवा तिमीहरूको धर्ममा तिमीहरूको गुरुले यस्तो भन्छन् र यस्तो नगर्ने भन्छन् भन्ने जस्तो खालको कुराहरू गर्नुहुन्छ। अनि त्यसमा जोडेर सत साहेबलाई जोड्नुहुन्छ कि जस्तै एकदमै हाँसो लाग्ने कुरा त झन् यहाँसम्म भएको छ कि सत साहेबलाई कसरीसम्म जोड्छन् भन्दा मान्छेहरूले जस्तै हाम्रो घरमा एउटा हामीले कुकुर जनावर पालेको छ, हाम्रो जनावर कुकुरहरू यताउति गयो भने हाम्रो चिनेकै मान्छेहरूले पनि सत साहेबको कुकुर पनि भन्ने गर्नुहुन्छ होइन। जुन उहाँहरूलाई अथवा मेरै साथीभाइहरूलाई मलाई चिनेको अथवा नचिनेको मेरै आफन्तीहरूलाई पनि के लाग्दो रहेछ, सत साहेब कुनै बाहिरी धर्म हो, आखिर कसको हो त सत साहेब, यो शब्द कसको हो भनेर चाहिँ उहाँहरूलाई थाहा छैन। यो भ्रमलाई म चिर्ने आज प्रयास गर्दछु। सत साहेब दुई शब्दले मिलेर बनेको शब्द हो यो सत साहेब। सतको अर्थ के हुन्छ, सधैँ रहने, कहिल्यै नष्ट नहुने अथवा सच्चा, जो साँचो छ, मतलब जो सत्य छ त्यो सत्य कहिले नष्ट हुँदैन। अनि साहेबको मतलब के हुन्छ, मालिक, परम शक्ति भगवान या सृष्टिकर्ता। साहेब मालिक, परम शक्ति भगवान या सृष्टिकर्ता अथवा भगवान भनौँ। जो सत साहेब यो दुईटा शब्दबाट मिलेर यो सत साहेब शब्द बन्छ। जुन हामीले सन्त रामपालजी महाराजको शिष्यहरूले कसैले सम्बोधन गर्दा अथवा भगतहरू भेट हुँदा अथवा कुनै पनि कार्यक्रमहरू सुरु गर्नभन्दा अगाडि पहिला सत साहेब भनेर हात जोड्छौँ, भगवानलाई सम्झिन्छौँ। यो भगवानलाई सम्बोधन गर्ने एउटा शब्द हो, न कि कुनै धर्म जाति विशेषलाई सम्बोधन गर्ने कुनै शब्द। अब सन्त रामपालजी महाराजको एउटा बाणी छ, जुन बाणीबाट म तपाईँहरूलाई यो कुराको जानकारी दिन्छु कि धर्म, हाम्रो धर्म जुन हामीले सत साहेब भनिरहेको हुन्छौँ, त्यो व्यक्तिहरूको धर्म के हो त। हाम्रो धर्म चाहिँ एउटा श्लोकमा सन्त रामपालजी महाराजले सम्झाउनुहुन्छ कि तपाईहरूलाई म देखाउन चाहन्छु। यहाँ हेर्नु होला, यहाँ हेर्नुहोस्, यो किताब गीता तिम्रो ज्ञान अमृत किताब हो। यो किताबमा यहाँ एउटा श्लोक लेखेको छ, एकदम शुद्ध श्लोक छ नेपालीमै। यसमा के लेखेको छ त, हाम्रो धर्म जाति के रहेछ त। हाम्रो गुरुजीले बताउनु भएको छ, जीव हाम्रो जाति हुन्, मानव धर्म हाम्रो, हिन्दू मुस्लिम सिख इसाई धर्म एकै, पृथक छैन मर्म। हेर्नुहोस्, यहाँ जीव हाम्रो जाति हुन्, हाम्रो मानव धर्म होइन, हिन्दू मुस्लिम सिख इसाई धर्म एकै, पृथक छैन मर्म। तपाईँले देख्न सक्नुहुन्छ हाम्रो जात भनेकै, हामी मानवको जात भनेकै मानव जाति हो। हामी कुनै ठुलो जात सानो जातमा बाँडिएको त्यस्तो कुनै पनि भ्रम पाल्नु पर्दैन। हाम्रो जाति भनेको मानव जाति हो र हाम्रो धर्म भनेको हाम्रो के हो त भन्दाखेरि हाम्रो मानवता, हाम्रो धर्म हो। हेर्नुहोस्, सिधा भन्नुपर्दा अब यो सत साहेब शब्दलाई हामीले कहाँबाट प्रमाणित गर्छौँ, यो सत साहेब शब्द कसको रहेछ त, कुन धर्मको रहेछ त भनेर तपाईँहरूलाई त्यो पनि म जानकारी दिन्छु। तपाईँहरूले हेर्न सक्नुहुन्छ, यहाँ हेर्नु होला, यो किताब मैले जुन समातेको छु यो श्रीमद् भागवत गीता हो। यो हेर्नुहोस्, श्रीमद् भागवत गीता किताब हो। यो गीता प्रेस गोरखपुरबाट प्रकाशित किताब हो।
अथेन्टिक एकदमै ओरिजिनल गीता प्रेस गोरखपुरबाट प्रकाशित भएको किताबको हाम्रो गुरुजीले सन्त रामपालजी महाराजले गीता तिम्रो ज्ञान अमृतमा फोटोकपी लगाइदिनु भएको छ अध्याय र श्लोकको। आफ्नो मनमर्जीले होइन, उहाँहरूकै किताब गीता प्रेस गोरखपुरको किताबबाट फोटोकपी गरेर त्यो फोटोकपी चिप्काइदिनु भएको छ। गीता अध्याय 17 हेर्नुहोस्, गीता अध्याय 17 को श्लोक 23 यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्। यसमा के लेखिएको छ त म तपाईहरुलाई यो फोटोकपी पनि फेरि हाल्दिन्छु, त्यसमा पढ्न सक्नुहुन्छ अथवा स्क्रिन रोकेर पढ्नु होला। ओम तत्सत इति त्रिविधा ब्रह्मण निर्देश स्मृता भनेर लेखेको छ गीताको यो 17 अध्यायको श्लोक 23 मा। ओम तत्सत, यो ओम तत्सत कहाँ लेखेको छ भनेर भन्न पर्दाखेरि गीता श्रीमद् भागवत गीताको अध्याय 17 श्लोक 23 मा लेखिएको छ 3 मन्त्र ओम तत् र सत। यसलाई भगवानको वास्तविक नामको स्वरूप बताइएको छ। अब आफै भन्नुहोस्, सरल अर्थमा भन्नु पर्दाखेरि ओम कसको छ त? ओम भन्दाखेरि ब्रह्मा जो जसलाई क्षर पुरुष भनिन्छ त्यसको मन्त्र रहेछ। तत् परब्रह्म जसलाई अक्षर पुरुष भनिन्छ उसको मन्त्र रहेछ। अनि सत भनेको के रहेछ त भन्दाखेरि पूर्ण ब्रह्म जसलाई हामी परम अक्षर ब्रह्म पनि भनिन्छ। अब यहीको सत हामीले लिएका हौं, सत यहीबाट हामीले मन्त्रबाट लिएका हौं जुन गीतामा आधारित छ। अनि सत साहेब भनेको त भगवान नै हुनुभयो, मालिक अथवा भगवान अथवा यो संसारको सृष्टिकर्ता भनेर तपाईहरुले बुझिहाल्नु भयो। अब यसको जानकारी चाहिँ कबीर साहेबजीको ज्ञान अनुसार भन्नुपर्दा कबीर साहेबले धेरै ठाउँमा सत नाम अथवा सत साहेबको उल्लेख पनि गर्नुभएको छ। उहाँको धेरै बाणीहरुमा आउँछ सतनाम हे सबते न्यारा अथवा सच्चा भगवान सत साहेब सबैभन्दा अलग र सर्वोच्च हुनुहुन्छ भनेर उहाँहरूले आफ्नो बाणीमा भनि नै राख्नु भएको छ। कबीर साहेबको बाणीमा कबीर साहेबको अनुसार चाहिँ सत साहेब नै सच्चा परमेश्वर हुनुहुन्छ। उहाँ सतलोकमा बस्नुहुन्छ, उहाँ न जन्मिनुहुन्छ न मर्नुहुन्छ। जो सृष्टिकर्ता भनेपछि जसले यो जन्म मरणको चक्रबाट दूर हुनुहुन्छ, उहाँले नै उत्पादन सबैले गर्नुभएको, त्यही भएर उहाँ नै मालिक हो। त्यही भएर साहेब भनेको हामीले। अब सतको मतलब सत त हामीले गीतामा प्रमाणित गरिसक्यौं र साहेबको मतलब भगवानलाई, परमात्मालाई अथवा पूर्ण ब्रह्मलाई जनाउने एउटा शब्द हो। अब यही कुरालाई सन्त रामपालजी महाराजको व्याख्या अथवा उहाँहरूले सत्संग आधारबाट जुन ज्ञान दिनुहुन्छ त्योबाट बुझ्नु पर्दा पनि सत साहेब पूर्ण परमात्मा जो सृष्टिको असली मालिक हुनुहुन्छ। गीता जसलाई गीतामा सत भनेर चिनाइएको छ। गीताको अध्याय 17 को 23वां श्लोकमा त्यो सत भनेर चिनाइएको छ, जसले गीताको अध्याय 15 र श्लोक 1 देखि 4 सम्मको उल्टो संसार रूपी वृक्ष भनेर जानकारी दिएको छ। त्यसको बारेमा मूल जरा परमेश्वर खोज्न भनिएको छ हैन। अब त्यसको अर्थ पनि यहाँ तपाईहरुलाई देखाइन्छ, हामीले देखाउन सक्छौं। अब जसले यहाँ तपाईहरुलाई गीताको यहाँ हेर्नु होला, यो गीताको अध्याय 15 श्लोकको 1 देखि 4 सम्मको जानकारी हो। गीता अध्याय 15 श्लोक 1 देखि 4 सम्मको जानकारीमा जुन संसार रूपी उल्टो वृक्ष छ त्यसको जानकारी दिएको छ। र त्यो जानकारीमा के भनेको छ भन्दाखेरि यता हेर्नु होला, यो संसार रूपी वृक्ष यो भइहाल्यो। यो संसार रूपी वृक्षको जुन पातहरू छ त्यो पातहरू चाहिँ हामी मानव अथवा 84 लाख योनिमा परेको जति पनि प्राणीहरू, किरा फटेङ्ग्रादेखि लिएर ठुला हात्ती जनावर सबै यो पातमा गनिन्छन्। अनि यसको ओभरअल कन्ट्रोलर यो संसारमा हामीलाई कन्ट्रोल गर्ने, यहाँ बाँधेर राख्ने कसले हो त भन्दाखेरि ब्रह्मा विष्णु महेश जुन तीनों देव हामीले तीनटा भगवान हाम्रो हामीले सुन्दै आएको, बुझ्दै आएको र थाहा भएकै कुरा हो। यो तीनटा भगवानले हामीलाई चाहिँ यहाँ जन्म मरणको यस संसारमा हामीलाई तीनटा गुणको आधारमा ब्रह्मा विष्णु महेशलाई तमोगुण सत्वगुण र रजोगुणको आधारमा
हामीलाई बाँधेर यस पृथ्वीमा हामी यो संसार रूपी वृक्षमा हामी पात जसरी जन्मिन्छ, पात निक्लिन्छ र झर्छ, फेरि अर्को नयाँ पात पलाउँछ, यही सिस्टम हामीमा पनि छ, हामी मानवमा लागू भएको छ। र हामी मानव सँगसँगै 84 लाख योनिमा जति पनि प्राणीहरू छन् तिनीहरूमा नि यही लागू भएको छ। उनीहरू पनि एकपल्ट फेरि मानव भएर जन्मिन्छन्, फेरि मर्छन्, कर्मबन्धनमा बाँधिएर यहीँ आइरहेको हुन्छन्। र हामी सबैलाई नियन्त्रण गर्ने ब्रह्मा विष्णु महेश तीनों देवता है त, तीनटा देवता हुनुहुन्छ। अनि उहाँभन्दा पनि माथि जुन अघि न तत्सत ओम तत्सत मन्त्रको जानकारी दियो गीता अध्याय 17 को 23वां श्लोकमा, त्यो वाला भगवान अथवा त्यो लेभलको त्यो जुन मन्त्र बताइएको थियो, त्यो मन्त्रमा जानकारी कसको दिएको त? यो जस्तो ब्रह्मा, यो हाँगामा पर्छ, ऊ हाँगामा पर्छ, उसलाई हामीले ब्रह्मा अथवा छर पुरुष पनि भनिन्छ। ओम जसको मन्त्र थियो, ओम जसको मन्त्र थियो ऊ छर पुरुष हो। हेर्नुहोस्, यो हाँगा भयो। अनि अर्को रुखको मेन ब्रान्च, जुन रुखको ठुलो ब्रान्च छ, मेन जडाभन्दा माथिबाट उम्लेर अनि त्यसपछि हाँगा निक्लेको छ, त्यो चाहिँ कसको होइन त भन्दाखेरि अक्षर पुरुष, यसलाई परब्रह्म। ओमबाट अर्को मन्त्र थियो तत्, यो उहाँको मन्त्र है त, उहाँको जानकारी हो, उहाँलाई जनाएको हो तत्ले है त। अब तत्पछि फेरि गएर मूल जडा सत, यही सत साहेब भनेर हामीले भन्ने गरेका छौँ। सत साहेबको मतलब यो जुन जडा छ, यो जरालाई चाहिँ पूर्ण ब्रह्म भनेर हामीले भनिएको छ। बुझ्नुभयो? पूर्ण ब्रह्म भनेर हामीले भनिएको छ। पूर्ण ब्रह्म जसलाई परम अक्षर ब्रह्म पनि भनिन्छ, परम अक्षर ब्रह्म पनि यो जरालाई भनिन्छ। यो जरा मूल जरा हो, यहाँबाट नै यो सृष्टि रूपी संसार चलेको छ। यो पार ब्रह्मबाट योबाट चल्छ। अनि यहाँबाट छुटिसकेपछि यहाँ आउँछ हजुरको ब्रह्मा अथवा छर पुरुष भनेर चिनिन्छ। यसलाई छर पुरुष। यसपछि बल्ल गएर जति पनि तीनों देव ब्रह्मा विष्णु महेश छन्, उहाँले हामीलाई यस संसार रूपी वृक्षमा जन्मिने मर्ने कर्म गराउनेदेखि लिएर सबै कुराहरू गर्नुहुन्छ। अनि यो सब हामीले हाम्रो सद्ग्रन्थ गीतामा, वेदमा आधारित कुराहरूलाई मानेर हामीले भक्ति पनि गर्छौँ र सत साहेबको अर्थ पनि त्यही लाग्छ। जुन हाम्रो धर्मग्रन्थ हामी जति पनि वेद र गीता पढ्छौँ त्यो भित्रको अर्थ हो। अब आफै भन्नुहोस्, यो सत साहेब कसको रहेछ त? यो सत साहेब भनेर भन्दाखेरि कुन धर्मको रहेछ त? अब यो सत साहेब शब्द कुनै एक विशेष अथवा मेरो पर्सनल कुनै शब्द होइन। यो सत साहेब शब्द हाम्रै शास्त्रले दिएको शब्द हो, हाम्रै वेद, हाम्रै गीताले दिएको शब्द हो। यो जुन पूरा मानव समाज, सम्पूर्ण मानव समाजको शब्द सत साहेब हो। अब तपाईहरूले चाहिँ यसको खासै जानकारी नहुने व्यक्तिहरूले चाहिँ यो अब अलग धर्मको शब्द हो, अलग धर्मले चलाएको शब्द हो भनेर भन्ने गर्नुहुन्छ। तर त्यस्तो होइन कुरा। आज यो भ्रमलाई म चिरेर तपाईहरूलाई जानकारी गराएँ सत साहेबको सही अर्थ के हो, सत साहेब कहाँबाट उत्पत्ति भएको अथवा सत साहेब शब्द कसरी थियो। यो सम्पूर्ण मानव कल्याण को लागि हाम्रो धर्मग्रन्थहरू गीता र वेद जुन हामीले पढ्दै आएका छौँ त्यो भित्रको शब्द हो, सम्पूर्ण मानवको शब्द हो। यो पृथ्वीमा जति पनि मान्छेहरू हुनुहुन्छ, चाहे कुनै पनि धर्म, चाहे कुनै पनि जातिमा बाँडिनु भएको छ, त्यो सबैलाई काम लाग्ने शब्द, उहाँहरूले फलो गर्न पर्ने शब्द नै सत साहेब हो। यही भन्दै मेरो भिडियो अन्तिमसम्म हेरेकोमा तपाईहरूलाई धन्यवाद दिन चाहन्छु र मेरो भिडियो लाइक, सेयर र च्यानलहरूलाई सब्स्क्राइब, फलो पनि गरिदिनु होला। सत साहेब बन्दी छोड सद्गुरु रामपालजी भगवान की जय हो।